पनि भएको छैन र बच्चा पनि छैन। बिजनेसको रोमान्स चाहिँ के रहेछ वासुदेव? अपर्च्युनिटी नक्स या डोर भन्छ नि, अब जस्तो सम्भावनाहरूले तपाईँलाई ढकढकै राखेको हुन्छ नि त। उसले कलेज पनि पढ्न पायो, आफ्नो खर्च पनि म्यानेज गर्यो, अनि इन्कम पनि कहाँ तपाईँको बिग एमाउन्ट नै इन्कम गरिरहेछन् अहिले। महिनाको 2 लाख 3 लाख कमाउँदो रहेछ। यो बिहान 6 बजीबाट दौडेर राति 2 बजी आउँछ, के गरेछ कति कमायो भने। हाम्रो केसमा जस्तै बाहिर जान्छु भन्यो भने 10 लाख 20 लाख रुपियाँ म्यानेज गरिदिन्छ क्या, हाम्रो यताउता गरेर म्यानेज गरिदिन्छ होइन। इभन गाउँमै बस्ने मान्छेले पनि 2-4वटा भैँसी बेच्छ, के गर्छ, सापर्टी माग्छ होइन। तपाईँको भाषामा के भन्नुहुन्छ? तपाईँको बिजनेसको रोमान्स भनेको छ नि, मान्छे नर्मल्ली जस्तो जब गर्ने मान्छेहरूलाई के छ नि, जाहिर खाने आउने भन्छ नि, जस्तो हामीलाई चाहिँ के छ नि, हाम्रो चाहिँ त्यो जति च्यालेन्ज हुन्छ नि, च्यालेन्जलाई एक्सेप्ट गरेर जानु रोमान्स, त्यो नै त्यसलाई चाहिँ रोमान्स भन्छ। ल हाम्रो अब आजदेखि नयाँ पोडकास्टको हामी फर्स्ट एपिसोड। सक्सेस जर्नी त सबैले सेयर गर्छन्, सबैले देखाउन खोज्छन्, तर त्यो सक्सेस पछाडिको जुन पर्दा पछाडिको सङ्घर्ष छ नि, जसरी एउटा दिन हुनको लागि रातभरि सूर्य तप्नुपर्छ भन्छ नि, हो त्यस्तै गरी त्यो तपाईँ त्यो सङ्घर्ष, त्यो मेहनत, पर्दा पछाडिको स्ट्रगलको बारेमा हामीले आजको यो पोडकास्टमा विशेष रूपमा हामीले चर्चा गर्नेवाला छौँ। यो चर्चा गर्नको लागि हामीसँग एकदमै विशेष गेस्ट हुनुहुन्छ। उहाँले विगत लामो समयदेखि बिजनेस सेक्टरमा रहेर सर्भिस प्रोभाइड गरिराख्नु भएको छ भने हाल शिवा सिपिङ एन्ड लजिस्टिक कम्पनी सञ्चालन गर्दै आइराख्नु भएको छ। सन्तोष सर, स्वागत छ यहाँलाई हाम्रो पोडकास्टमा। धन्यवाद सर। बिजनेस कस्तो चलिरहेछ अहिले? बिजनेस ठिकै छ, सोचे भन्दा राम्रै छ। अनि हजुरले यो जर्नी स्टार्ट गरेको लगभग कति समय भयो? म हजुरको यो लजिस्टिक फिल्डमा जर्नी स्टार्ट गरेको 8 वर्ष भयो। 8 वर्ष भयो। 8 वर्ष भयो। हजुरलाई चाहिँ जस्तै के कुराले चाहिँ अलिकति यता हुन्छ नि, यसमै गर्छु, यो सेक्टरमै अगाडि बढ्छु भन्ने कुरामा अलिकति इन्सपायर गर्यो कि सर? हजुरको यस्तो छ, मैले सुरुमा जब गाउँबाट एसएलसी दिएर काठमाडौँ आउँदै गर्दाखेरि म एउटा सहकारीमा त्यो पैसा उठाउने काम गर्थेँ। त्यति बेला चाहिँ कनेक्सन कहाँ हुन्थ्यो भन्दाखेरि पैसा उठाउन जानुपर्ने ठाउँमा चाहिँ हजुरको ठमेलमा हजुरको धेरै कारको व्यवसायहरू हुन्छन् नि त, अनि उनीहरूसँग नि जोडिन पुगेँ। त्यसपछि यो कारको व्यवसाय चाहिँ राम्रो छ कि फ्युचरको लागि भन्ने हिसाबले एउटा यतातिर चाहिँ जब गर्नु पायो भने एउटा फ्युचर सिक्योर छ कि भन्ने हिसाबले पनि सोचेँ। हजुर, सोच्दै थिएँ। तपाईँको 72 साल भुइँचालो पछाडि, तपाईँको ठ्याक्कै भुइँचालो 1 वर्ष पछाडि एउटा अपर्च्युनिटी आयो, कारको सेक्टरमा जब गरेँ। जब गर्नुभयो र सँगसँगै त्यसभित्र इङ्गेज भएर अनि आफैले? हजुर, त्यसमा पनि धेरै कुराहरू छन् बिचमा। हजुर, जस्तो कि जस्तो मैले कारको सेक्टरमा 4 वर्ष काम गरेँ, अनि मलाई कारको सेक्टरबाट पनि अलिकति सेटिस्फाई भएन। किन भन्दाखेरि त्यति बेला कस्तो थियो भन्दाखेरि हामीले त सेक्योर फिल्ड खोज्थ्यौँ नि त होइन। सेक्योर फिल्ड खोज्दै गर्दाखेरि अब इन्सुरेन्सबाट पनि अपर्च्युनिटी आयो। हजुर, इन्सुरेन्स त्यो लाइफ कि नन लाइफ? लाइफ इन्सुरेन्समा एज एडमिनको हिसाबले हेड अफिसमा एउटा अपर्च्युनिटी आयो। त्यता पनि ठ्याक्कै 3 वर्ष काम गरेर अनि त्यहाँबाट पनि सेटिस्फाई नभइसकेपछि जुन आफ्नो नलेज छ, एक्सपिरियन्स छ, त्यसलाई त एक्सपोर्ट त गर्नु पर्यो भनेर अनि यतातिर लाग्यो फेरि। हजुरको यो जर्नी हेर्दाखेरि चाहिँ कस्तो भन्दाखेरि यो जब चाहिँ मेरो लागि होइन रहेछ भन्ने कुरा हजुरलाई रियलाइज भएछ? त्यो एकदम मजाले हो। कस्तो हुँदो रहेछ भन्दाखेरि हजुरको हामी सहकारीमा काम गर्दाखेरि बाहिर हिँड्ने, कसैको अन्डरमा बस्नु नपर्ने, एउटा इन टाइम र आउट टाइम भन्दा बाहेक होइन। अनि तपाईँको यता लजिस्टिक कार्गोमा काम गर्दाखेरि पनि खासै त्यस्तो प्रेसर र टर्चर थिएन होइन। अनि त्यहाँ गइसकेपछि हजुरको पुरै स्ट्रक्चर नै हजुरको चेन्ज भइदियो नि त। हजुर, त्यो भइसकेपछि अब यस्तो काम पनि गर्छ, अरू गर्न नबसेर बरु नलेज छ, सबै कुराहरू छ, त्यसलाई पनि एक्सपोर्ट दिउँ भन्ने हिसाबले चाहिँ यतातिर सिफ्ट भयो। बिजनेस सिनारियो हेर्दाखेरि तपाईँको सफ्टवेयर नै सबभन्दा ठुलो कुरा हो कि अहिले पर्फेक्ट कमाएर एकैचोटि कमाउँछ भन्ने सिचुएसन छैन। किन भन्दाखेरि तपाईँले अहिले नेपालको मार्केट सबै कुराबाट बुझिराख्नु भएको छ। एउटा राजनीतिक पक्षले पनि अलिकति असर त पाइरहेछ हामीले। अब त्यसमा पनि गभर्मेन्टका पोलिसीहरू जस्तो ट्याक्सका कुराहरू होइन, अब तपाईँको समयअनुसार परिवर्तन हुने कुराहरूले पनि त धेरै फरक भइरहेको छ नि त। कस्तो छ भन्दाखेरि तपाईँको एउटा कुरा, तपाईँको नेपालमा के भइदियो पछिल्लो समय भन्दाखेरि अबोर्ड धेरै भइदियो। तपाईँको अहिलेसम्म जति पनि म्याक्सिमम कन्ज्युमर हुने भनेको तपाईँको टिनेजकाहरू म्याक्सिमम हुन्छन्, अनि त्यसपछि 25 वर्षसम्मका मान्छेहरू धेरै हुन्छन्। त्यो भइसकेपछि सबै सेक्टरलाई जस्तो विलासिताका वस्तुहरू पनि भयो एउटा कुराहरू होइन। तपाईँको अहिले के छ र, हामी एउटा प्यान्ट किनेपछि पुरा 1 वर्षमा लगाइदिन्छ, हामीलाई मतलब छैन। अब उनीहरूलाई त महिनापछि चेन्ज गरिरहनु पर्छ नि त, ट्रेन्डमा अपडेट हुनुपर्छ नि त होइन। अब त्यस्तो खालको मान्छेहरू नै अबोर्ड भइसकेपछि त अभियसली कन्ज्युमर घटिहाल्यो। अनि कन्ज्युमर घट्ने बित्तिकै हजुरको एज अ होल बिजनेस नै डाउन हुने कन्डिसन त भइहाल्यो।
जस्तो कि अब गभर्मेन्टको रोलको होइन पोलिसिजहरूको कुरा गर्दाखेरि होइन अहिलेको कन्टेक्स्ट छ नि जस्तै अब दिनौँ जस्तो प्रोटेस्ट भइरहेछ होइन अस्ति पनि प्रोटेस्ट भयो होइन हामी एज अ अन्टरप्रेन्योर एज अ बिजनेस गर्ने मान्छेले होइन जस्तै हामी जस्तो मान्छेहरूको लागि यसको लागि चाहिँ बेनिफिटहरू के छ होइन प्रोटेस्टले गर्दाखेरि बेनिफिट त हुँदैन त्यही पनि के त्यसभित्र पनि कुनै अपर्च्युनिटी छ कि जस्तै कसैले के चोरेर ल्याए होइन त्यो अपर्च्युनिटी छ कि होइन यसले गर्दाखेरि हामीलाई कतिको असर पर्छ होइन जस्तै अब काठमाडौँमा बिजनेस गर्छु भन्दै गर्दाखेरि दिनौँ जस्तो यो अब आन्दोलन हडताल यसले गर्दाखेरि त अलिकति नगरौँ कि भन्ने होइन जस्तै इन्सेक्योर भयो नि त जस्तै कोटेश्वरको अस्तिको त्यो फोडिदिँदाखेरि त्यो त कसैको बिजनेस त लस भएको छ नि त त्यसमा चाहिँ जस्तो मेरो अफिस पनि तिनै थियो भने अभियसली मलाई धेरै कुराहरू लस हुन्थ्यो होइन अब त्यसमा कम्पनीको डाटादेखि लिएर गएर धेरै कुराहरू जान्थ्यो होला नि त होइन अब त्यसमा गभर्मेन्ट हामीलाई प्रोटेक्सन केमा दिने त होइन अब त्यसमा त हाम्रो धेरै एसेट्सहरू त लस भयो लाइबिलिटिजहरू पनि त्यसमा छँदैछ हाम्रो धेरै कुराहरू छ होइन त्यही भएर चाहिँ गभर्मेन्टले चाहिँ एउटा जस्तो अहिलेको सेक्टरमा के छ भन्दाखेरि सर नढाँट्यो भन्दाखेरि एज अ म पहिला नि एउटा इन्सुरेन्स सेक्टरमा लाइफ इन्सुरेन्समा काम गरेँ पनि एउटा भन्नु तपाईँ हामीले कम्पनी स्टार्ट गऱ्यौँ हामीले इन्सुरेन्स गर्दैनौँ कम्पनीको मेनली कसैले पनि इन्सुरेन्स गर्दैन लिमिटेड ठुल्ठुला कर्पोरेट कम्पनीहरू चाहिँ गर्छन् होइन जस्तो हामी जस्तो एउटा साना मजाला कम्पनीहरू मिडल लेभलका कम्पनीहरूले त्यो गर्दैन जस्तै यसमा चाहिँ हजुरलाई के लाग्छ जस्तै यो इन्सुरेन्स कम्पनीजहरूले आफ्नो त्यो ऊ चाहिँ अलिकति ऊ के भन्छ त्यसलाई अवेरनेस अलिकति बढाउन नसकेको हो कि यसको बारेमा इम्पोर्टेन्स बताउन नसकेको हो कि जस्तै नेपालीको प्रवृत्ति नै या देखा जाएगा भन्ने टाइपको छ नि त त्यो कुन फ्याक्टर जस्तो लाग्छ यसमा हजुरको जस्तो बिजनेस गर्ने बिजनेसम्यान भएको मान्छेहरूले इन्सुरेन्स गराउनुपर्छ भन्ने सोच्छन् हो तर हाम्रो कन्डिसनमा के छन् वर्षको 50-60 हजार रुपियाँ प्रिमियम पर्छ हामी किन तिर्ने किन हुन्छ र भन्ने खालकोले चाहिँ हामी अलिक नेग्लिजेन्स तरिकाले अगाडि बढ्छौँ क्या यो हाम्रो व्यावहारिकता पनि त्यही हो सबै कुरा त्यही नै हो हामीले त्यो के भन्छ नि पहिलेदेखिबाट चलिआएको चलन भन्छन् नि अभियसली त्यही नै हुन्छ त्यसमा त्यो चाहिँ हाम्रो समस्या भयो मेन बिजनेसको रोमान्स चाहिँ के रहेछ वासुदेव रोमान्स भन्छ त बिजनेसको रोमान्स भनेर जस्तो बिजनेसलाई चाहिँ अब मनैदेखि एउटा आत्मादेखि नै म गर्छु भन्ने सोच्नुभयो भने चाहिँ त्यसलाई रोमान्स भनिन्छ होइन है मलाई चाहिँ बोझ लाग्छ बिजनेस किन गरे जस्तो भयो भने चाहिँ त्यसलाई चाहिँ अब तपाईँले के डिस्क्राइब गर्नुहुन्छ त्यो अनुसार भयो होइन र सर त्यही नै हो सर तपाईँको भाषामा के भन्नुहुन्छ तपाईँको बिजनेसको रोमान्स भनेको छ नि अब हामीले सरसर्दै हेर्दाखेरि त के भन्छ आउने इम्पोर्ट र एक्सपोर्ट अथवा इनपुट र आउटपुटको कुराहरू नै हो त्यसमा होइन आफू जति इफोर्ट गरे त्यति कुरा हो अनि कतिपय कुराहरू चाहिँ मान्छे नर्मल्ली जस्तो जब गर्ने मान्छेहरूलाई के छन् जागिर खाने आउने मान्छे जस्तो हामीलाई चाहिँ के छन् हाम्रो चाहिँ त्यो जति च्यालेन्ज हुन्छ नि च्यालेन्जलाई एक्सेप्ट गरेर जानु रोमान्स जस्तै कस्तो कहिलेकाहीँ चाहिँ जस्तै बिजनेस लगायत अरू पर्सनल लाइफमा पनि होइन अरूमा पनि जस्तो कस्तो हुन्छ भन्दाखेरि अस्ति पहिला रोमान्स भइरहेको हुन्छ अनि त्यही रोमान्सले फेरि पछि ऊ दिइराखेको हुन्छ होइन ऊ बिजनेसको केसमा चाहिँ त्यो चिजलाई चाहिँ हामीले कसरी सल्भ आउट गर्ने त हजुरको भन्नाले मैले भन्न खोजेको कस्तो भन्दाखेरि जस्तो कि सुरुमा मजा आउँछ होइन कुनै कुरा गर्दाखेरि त्यो इभन त्यो बिजनेस होस् होइन चाहे त्यो नयाँ पहिला प्यार होस् होइन मजा आउँछ नि त तर एउटा समय पास भइसकेपछि त्यो एउटा त्यो रिपिटेसन हुन्छ होइन एउटा सेचुरेसन पोइन्टमा गएको हुन्छ त्यति बेला चाहिँ त्यो एउटा त्यो बोर आउँछ अथवा कतिपय अवस्थामा फेलर पनि हुन्छ कतिपय अवस्थामा टर्चर पनि फेस गर्नुपर्छ त्यो बेलामा चाहिँ त्यसलाई चाहिँ त्यो बोरिङपनलाई चाहिँ कसरी त्यसलाई चाहिँ रोमान्समा कन्भर्ट गर्ने के होला यसको चाहिँ म्याजिक हामीले डिस्कस गरौँ न त आज निकालौँ यसलाई होइन त्यसमा हजुरको कस्तो हुन्छ भन्दाखेरि सधैँभरि सबै कुरा एकनासले जाँदैन नि त होइन तपाईँको हामीले त बिजनेस भनेको त एउटा इँटामाथि एउटा अथवा एउटा भर्याङ अर्को खुड्किलो चढेर एउटा स्टेप जाने हो नि त अनि त्यही भएर चाहिँ रोमान्स भनेको त्यही नै हो यसमा यस्तो हुन्छ बिजनेसमा अलिकति हल्का ब्रेक लाग्यो भने चाहिँ मान्छेहरू कस्तो हुन्छ भने यो रोमान्सबाट बाहिर सक्यो मान्छेहरू म चाहिँ किन गरिरहेको छु बिजनेस होइन अब यो बिजनेस गर्दाखेरि मलाई लास्टै गाह्रो भयो घाटा भयो सबै भएपछि मान्छे त्यो शब्द चाहिँ युज गर्न चाहँदैन कि अब किनभने वाट यु प्यासन हुन्छ नि वाट यु लभ
के मनपर्छ होइन आई वाज नियर टु से द्याट जस्तो कि जे मन त्यो आफूलाई के कस्तो मनपर्छ भन्दाखेरि जस्तो मान्छे कति खारिन्छ हुन्छ नि तपाईँ सधैँभरि एउटै तरिकाले माथि माथि अप हुँदै गयो भने त्यो मान्छेलाई फेरि त्यो बेच्नै बिर्सिसक्छ क्या माथि जाँदाखेरि त होइन त्यसमा चाहिँ अलिकति फ्लक्चुएसन चाहिँ हुनुपर्छ जे मन आफूलाई के मनपर्छ जस्तै यसमा चाहिँ यस्तै कस्तो हुन्छ यसमा चाहिँ यस्तै एउटा स्टार्ट गर्ने जुन फ्याक्टर हुन्छ नि एउटा पुस फ्याक्टर भन्छ नि त्यो चाहिँ यस्तै एउटा प्यासन ड्रिभन हुन्छ कि जस्तै त्यो चाहिँ अब मोटिभेसनको सोर्स के बिजनेस गर्नको लागि चाहिँ होइन पैसै हो कि जस्तै कुनै काम गर्दाखेरि त्यो मजा आएर गर्ने हो कि त्यो कसरी गर्दाखेरि चाहिँ ठिक होला जस्तो लाग्छ हजुरलाई कुन फ्याक्टरले चाहिँ अलिकति बढी तपाईँहरूलाई इङ्गेज गर्छ होइन मोटिभेट गर्छ त्यो बिजनेसमा आउनको लागि चाहिँ जस्तो यस्तो हुन्छ अब यो भन्दा चाहिँ अलिकति तितै लाग्ला होइन जस्तो फर्स्ट फ्याक्टर अफ मोटिभेसन भनेको द्याट इज मनी होइन पैसै हो सबको फ्याक्टरै होइन त्यही नै जस्तो जति पैसासँग इन्गेज हुन्छ त्यति बिजनेससँग नि इन्गेज हुन्छ क्या फेरि यस्तो रोमान्स पनि त्यति नै हुन्छ यसमा प्रब्लम चाहिँ भर्खर के देखियो भन्दाखेरि जस्तै यो सोर्स अफ मोटिभेसन भनेको मनी एउटा सोर्स अफ मोटिभेसन होइन जस्तै यो गर्दाखेरि बिजनेस स्टार्ट गर्ने बित्तिकै त पैसा त आउँदैन त्यो पनि रियालिटी हो होइन लस पनि हुनसक्छ हजुरको त्यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब त्यसमा दुई थरीका मान्छेहरू हुन्छन् कोही अरूको अन्डरमा बसेर काम गर्ने कि आफै मालिक बन्ने होइन होइन अनि कोही चाहिँ व्यापार गर्ने बित्तिकै पैसा आउँछ भन्ने खालका मान्छेहरू पनि हुन्छन् होइन त्यो दुइटै गलत पनि हो हुन चाहिँ त्यो भन्दा नि अझै धेरै त तपाईँको इन्स्ट्यान्टली रिजल्ट खोज्ने मान्छे हजुरको जस्तो कुनै पनि कुराहरूको रिजल्ट आउन त टाइम त लाग्छ नि त हजुरले आज इन्भेस्ट गरेर भोलि नै रिटर्न आउने होइन त्यसको लागि 2 वर्ष 4 वर्ष 5 वर्ष 6 वर्ष अब त्यो बिचमा चाहिँ धेरै धेरै किसिमका चाहिँ तपाईँ उतार चढावहरू आउँछ होला होइन हो जस्तो कि हाम्रो अहिले पोडकास्ट सुट हुँदैछ होइन यसको पनि रिजल्ट आउँछ रिजल्ट कहाँ आउँछ त भाइ इट टेक्स अ लट अफ टाइम भने जस्तो एक्ज्याक्टली टाइम त लाग्छ नि त टाइम लाग्छ तर जस कन्टिन्यू गर्ने हो भने हजुरको त्यही योबाट नै हाम्रो राम्रो रिटर्न वाट आइएम ट्राइङ टु से इज जस्तो कि प्यासन ड्रिभन भयो भने चाहिँ अलिकति सस्टेन गर्न सजिलो हुन्छ कि जस्तै अब मलाई कुनै पनि काम गर्दाखेरि सपोज होइन बिजनेस गर्दाखेरि मलाई मजा आउँछ भने म त्यसमा 12 घन्टा 18 घन्टा खटेँ नि त त्यसमा मलाई मजा आइरहेको छ इन्जोय गरिरहेको छु त्यो प्रोसेसमा इन्जोय भयो भने चाहिँ त्यसले चाहिँ ऊ गर्छ कि भन्ने एउटा पोइन्ट तपाईँको यस्तो हो तपाईँको टाइम त दिनुपर्छ व्यापार गर्ने मान्छेले होइन सधैँभरि अरूकै भरमा व्यापार छोडेर हिँड्छु भन्ने कुरा नि भएन तपाईँको कम्पनीको मालिक तपाईँ आफै हुँदै गर्दाखेरि होइन तपाईँ आफूभन्दा तल्लो मान्छेलाई सबैलाई त ट्रुली विश्वास गर्नु हुँदैन नि त किनभने लगानी तपाईँको छ सबै कुराहरू तपाईँको छ भनेपछि तपाईँको जिम्मेवारी पनि तपाईँकै भयो होइन त्यहाँबाट लिने आउटपुट पनि तपाईँले नै हो भनेपछि त्यसमा चाहिँ त्यो पूर्ण रूपमा आफै खटिनुपर्छ त्यसको लागि चाहिँ अनि जस्तो बिजनेसको लागि नै अपग्रेड हुन अथवा राम्रो प्रतिफल पाउनको लागि त तपाईँको इट टेक्स 5 इयर्स होइन मिनिमम तपाईँको 5 वर्ष चाहिँ एउटा बिजनेसको लागि सस्टेन हुनै पर्दो रहेछ त्यो पनि जस्तै बिजनेसले खोजेको रिक्वायरमेन्टहरू चाहिँ हामीले पुरा गरेको छ भने फेरि त्यसमा हामीले मात्र होइन त्यसमा हजुरको धेरै फ्याक्टरहरू हुन्छन् जस्तो गभर्मेन्टको फ्याक्टरहरू हुन्छन् तपाईँको जस्तो मेरो लजिस्टिक्स सेक्टरमै जस्तो के भइदियो भन्दाखेरि होइन 1 वर्ष हजुरको गभर्मेन्टले चाहिँ ल के भन्छ ट्रान्सपोर्टेसनमा भ्याट नलाउने भन्ने कुराहरू भयो सुरुमा लागेको थिएन 1 वर्ष लगाउने भन्यो त्यसपछि पछिल्लो वर्ष फेरि नलगाउने भन्यो त्यसभन्दा पछिल्लो वर्ष फेरि लगाउने भन्यो भनिसकेपछि त एउटा स्पष्ट धारणा त छैन नि त त्यो विषयमा होइन तपाईँको अब लजिस्टिक कम्पनीहरू तपाईँको के भन्छ भ्याटमा जाने नजाने कुराहरू पनि स्पष्ट नीति त छैन नि त भन्नाले यसमा चाहिँ गभर्मेन्टको सेक्टरहरूबाट पनि केही कुराहरू चाहिँ गलत छ जस्तै हाम्रो पोइन्ट अफ भ्यूबाट चाहिँ जस्तै हामीले फेस गरिरहेको समस्याहरू छ नि त जस्तै हजुरले भर्खर ट्याक्सको कुरा गर्नुभयो होइन बेला बेलामा यो प्रोटेस्टहरू भइराखेको हुन्छ त्यसको पनि लस हामीले बियर गर्नु पऱ्यो त गभर्मेन्टले आएर त बियर त गरिदिँदैन मोस्ट अफ द केसमा चाहिँ होइन त्यस्तो उमा चाहिँ जस्तै हाम्रो पोइन्ट चाहिँ सरकारले राम्रो सहज एउटा वातावरण चाहिँ बनाइदिनु पऱ्यो सिम्पल ल्याङ्ग्वेजमा कुरा गर्दाखेरि होइन त वातावरण भयो त्यो भन्दा नि विदेशी नै हुन्छ नि होइन अब अहिले मोस्टली अब यो प्रब्लम आएकै नै त्यही हो कि यहाँ टिक्न कोही पनि चाहँदैन नि तपाईँको नर्मल्ली अहिलेको टाइममा हुन त बिहा पनि भएको छ बच्चा अब भइहाल्छ तपाईँको एउटा सानो प्ले ग्रुपमै गर्दाखेरि पनि महिनाको 20,000 22,000 रुपियाँसम्म खर्च गर्ने छन् तपाईँको नर्मल सामान्य स्कुलमै 5-7 हजार त नर्मल सामान्य स्कुल अलिकति तपाईँको हाईमा जाने हो भने त 40-50 हजार त नर्मल छन् कि त्यस्तो तिर्ने नि मान्छे छन् यहाँ होइन जस्तै यो स्टुडेन्टकै कुरा आइसक्यो होइन आउँदाखेरि चाहिँ जस्तै विद्यार्थीहरूलाई चाहिँ यो प्राइभेटमै उ गर्ने एक किसिमको ट्रेन्ड हो कि होइन जस्तै अब फ्यासिलिटी पनि अब छ त्यो किसिमको होइन त्यसमा त सँगै छैन जस्तै गभर्मेन्टले पनि
यो स्कुलमा चाहिँ अलिकति उ गरेर जस्तै अहिले महानगरले जुन गरिराखेको छ नि जस्तै अब बुक फ्री फ्राइडेको कुरा भयो होइन जस्ता कुराहरूले गर्दाखेरि चाहिँ अलिकति यसबाट उ गर्ने भने चाहिँ यस्तै खर्चकै हिसाबले पनि त कम आयो नि त होइन त तपाईँ यसो कस्तो छ भन्दाखेरि अहिले हाम्रो ट्रेन्ड कस्तो छ भने बोर्डिङ पढायो भने बोर्डिङ पढायो सरकारी भनेको सरकारी भ्यालु भनेको सरकारीको धेरै हुन्छ है जस्तो तपाईँ हामी गाउँघरमा पनि अहिले हेर्नुहोस् न तपाईँको सरकारी स्कुलमा जस्तै एउटा त्यति प्राइभेट तह भन्छ नि होइन त्यो 5 कक्षाभन्दा तलसम्मको स्कुलहरूलाई अब त्यसमा जम्मा 5 कक्षामा पढ्ने मान्छेहरू 5 जना हुन्छन् भए जति सबै गरममा फेरि अहिले के छ सबै गाउँमा चाहिँ अब बाटोघाटो भौतिक पूर्वाधारहरूले गर्दाखेरि पनि बाटो बिहा छ अब बोर्डिङ नै पढाउने भन्ने एउटा जुन कन्सेप्ट छ नि बोर्डिङ भन्ने बित्तिकै तपाईँको पढाइ राम्रो हुन्छ इङ्ग्लिस बोल्छ भन्ने जुन छ नि त्यही कुराहरूले गर्दाखेरि त्यतातिर अलि एट्र्याक्सन इङ्ग्लिस त बोल्ने तर यस्तो हेर्दाखेरि कि यस्तै हामीले कुरा गर्दाखेरि चाहिँ सामान्य नेपाली नर्मल वर्डहरू पनि नआउने खालको हुन्छ सरकारीमा पढेकोलाई चाहिँ अब नेपाली बेस उसको राम्रो हुन्छ पछि आएर इङ्ग्लिस पनि सिक्नै पऱ्यो त्यो युनिभर्सिटी लेभलमा जाँदाखेरि सिक्नै पऱ्यो त्यसले गर्दाखेरि चाहिँ दुइटै राम्रो गइरहेको हुन्छ होइन त्यो यस्तो हुन्छ मैले हामीले देखेको रियालिटी कुरा चाहिँ होइन यो कतिलाई नराम्रो पनि लाग्न सक्छ होइन जस्तो मिस नेपाल होइन मैले चाहिँ एक्सपिरियन्स गरेँ कि मिस नेपाल हुने मान्छेहरू होइन लेडिजहरू कुनै पनि सरकारी स्कुल अथवा नराम्रो हुन्छ नि सामान्य स्कुलमा पढाएको छैनन् त्यो तपाईँले हेर्नुहोस् न होइन किनभने जो मान्छे चाहिँ अलिकति हाई प्रोफाइलमा बसेको छ नि उनीहरू मात्रै पुगिरहेछन् कि त्यहाँ त नर्मल सामान्य मान्छे नै पुगेको छैन होइन फेरि यस्तो छ जस्तै अब त्यो सेक्टरमा चाहिँ त्यो ग्ल्यामर वर्ल्ड भयो होइन त्यसमा चाहिँ त्यता गइरहेको देखिन्छ चाहिँ यो सरकारीमा पढेको जुन त्यो सरकारी अहदाहरूमा छ नि यतातिर चाहिँ फेरि यो सरकारीमा के भइदियो भन्दाखेरि होइन तपाईँको शिक्षक सेवा आयोगबाट पास हुँदा आउने जति पनि हुन्छ नि उनीहरू नयाँ भएको त अलिकति एडभान्स नै हुन्छ नि हामीले मान्छे अब पुराना भइसकेका 20 वर्ष पढाइसकेका मान्छेहरू पनि तपाईँको आफ्नो एउटा लिमिट टाइमसम्म चाहिँ बसौँ पेन्सन पकाउँ अब समय कहाँबाट कहाँ गइसक्यो हामी अलिक मोडर्न हुनुपर्ने ठाउँ हामीले त्यही ट्रेडिसनल कुराहरूलाई चाहिँ कन्सेप्टमा लिएर अगाडि बढिरहेको छौँ कि त्यहाँ इभन एउटा कम्प्युटर चलाउनै आउँदैन मोबाइलमा तपाईँको वाइफाई राख्नु पर्दैन वाइफाई कहाँ हामीले जोड्दै भन्ने खालको टिचरहरू पनि हुन्छ त्यो आफ्नो पर्सनल अस्तिको घटना के भयो भने कलेजमा के त्यो कम्प्युटर कुरा गर्दाखेरि चाहिँ जस्तै लास्ट डे थियो होइन एडमिसनको अनि गएँ फर्मसम भरेँ होइन यताउति त्यो बुझाउँदाखेरि चाहिँ आज एडमिसन हुँदैन किन हुँदैन भन्दाखेरि कम्प्युटर जानेको मान्छे नै छैन अरे त्यो छ क्या अवस्था होइन अब चस्मा लगाएको एकदम अलिकति सिनियर व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले अब एउटा अक्षर हेरेर टाइप गर्नुहुन्छ त्यसरी अब अहिलेको जेनेरेसनले त्यसरी त गर्दैन नि त ब्याङ्कमै पनि हामीले हेर्ने भने तपाईँको ब्याङ्कको कुरा गर्नुभयो तपाईँ अहिले पनि के भन्छ राष्ट्रिय वाणिज्य ब्याङ्कमा जानु सायद म त्यता गएको छैन म त्यति बेला जाँदाखेरि तपाईँको यसरी भरेर तपाईँको डन्डा सिस्टम हो क्या त्यहाँ अझै पनि छ अनि भाउचर पनि तपाईँको त्यो भर्नै त्यो कति झन्झट छ 3 ठाउँमा भर्नुपर्छ कि एउटै भाउचर सिस्टम छ यस्तो हुँदाखेरि चाहिँ हामीले बिजनेस गर्ने मान्छेहरू अन्टरप्रेन्योरको लागि त कति गाह्रो हुन्छ नि त होइन र जस्तै सानो उसले गर्दाखेरि चाहिँ उनीहरूको जस्तै अब उनीहरू अभ्यस्त हुन नसक्दाखेरि त्यो स्किल ट्रेन मेन पावरहरूलाई त्यहाँ राख्न नसक्दाखेरि चाहिँ हामी जस्तो बिजनेस गर्ने मान्छेहरूलाई त 5 मिनट पनि त 5 सेकेन्ड पनि त कति भ्यालु हुन्छ नि त्यो कुरा चाहिँ अलिकति हेरिदिनु पर्ने उनीहरूले यस्तो हुन्छ नि त अब तपाईँको एउटा कुरा सरकारी कर्मचारीको विरोध गरेर जस्तो हुन्छ होइन त्यो चाहिँ हाम्रो उद्देश्य होइन फेरि प्लिज त्यो उद्देश्य होइन अब हामी सेवाग्राही हो अब सरकारी कर्मचारी भन्ने बित्तिकै दम्ब बढिहाल्छ होइन त सर ठिक हो त्यो भइसकेपछि अब उनीहरूको ठिक हो अब सरकारलाई गाली गर्ने कि अब हामी आफैले जनतालाई गाली गर्ने कि कर्मचारीले गाली गर्ने कि यो केही छैन कि सरकारलाई गाली गर्ने भन्दाखेरि अब रेस्पोन्सिबल त अल्टिमेटली हामी नै भयो होइन हामी हो हामीले भनिरहेको छौँ हामीले हो क्या सुत्रिनु पर्यो नि जस्तो त्यो बाटोमा फर्किन फ्याँक्ने होइन त्यहाँ हामीले त पढेका छौँ हामी बुझेका छौँ अब हामी खान्छौँ हामी नै फ्याँक्छौँ गोजीमा हालिदिन सक्दैन उता मान्छेले नहेरेको बेलामा अनि यहाँ कसले देखाएको छैन भनिरहेको छ क्या यो कन्सियसै छैन हामी आफैमा पनि छैन मेरो आफ्नो कमजोरी छ तपाईँको आफ्नो पनि छ यही हामीले गाली गर्नु भन्दा पनि आफैबाट चेन्ज हामीले देखेको के भन्छ यो जेब्रा क्रसिङमा पनि माथि पुल छ तलबाट मान्छे गएर हुन्छ जेब्रा क्रसिङ साइडमा छ तपाईँ यस्तो हो नि त सर अनि माथि पुल चढ्नु छ भने त खुड्किलो चढ्न पर्यो त्यहाँबाट तेर्सो हिँड्नु पर्यो त्यहाँ सर यो कफी लिगौँ है भनिन्छ नि होइन सक्सेस स्टोरी सबैले सेयर गर्छन् फेलियर स्टोरी नोबडी वान्ट्स टु सेयर होइन कसैले त्यो चाहँदैन कि जस्तो तपाईँलाई चाहिँ कस्तो लाग्छ त्यो ठिक हो कुन चाहिँ हिसाबले भन्दाखेरि मान्छेले के हुन्छ आफूले भएको कुराहरू देखाउन चाहँदैनन् कि बाहिर
कसरी सक्सेस भयो भन्ने मात्रै हुन्छ तर त्यहाँभित्र त धेरै कुराहरू उतार चढावहरू हुन्छन् जस्तो मैले कम्पनी स्टार्ट गर्ने बेलामा तपाईँको मसँग सबै कुरा छ मसँग नेटवर्क छैन मसँग आइडिया पनि छ होइन सबै कुरा छ तर हामीलाई त लजिस्टिक भनेको त वर्ल्ड वाइड सप्लाई चेन हो नि त मेन होइन त सबै कुरा भइसक्यो कस्टमर पनि भइसक्यो मसँग नेटवर्क छैन होइन अब नेटवर्क कहाँबाट के गर्ने त एकतिर रिक्वेस्ट गर्यो तिमीहरू त नयाँ रहेछ हामीले कसरी ट्रस्ट गर्ने भन्ने कुराहरू पनि हुन्छ होइन अर्कोतिर कुरा गर्यो अब होइन तिमीहरू नयाँ छौ हामी काम गर्दैनौँ भन्छ भने त्यो बिचको ग्यापिङमा चाहिँ होइन धेरै कुराहरू मिलाउनु चाहिँ धेरै गाह्रो हुँदो रहेछ कि त्यो चाहिँ त्यो स्टार्टिङ फेजमा कि हामीले त्यो पार्टिजहरूले ट्रस्ट गरिराखेको हुँदैन स्टार्टिङमा चाहिँ त्यो प्रब्लम बिजनेसमा चाहिँ के भनिन्छ भने जोखिमलाई मात्रै मोल्नु भन्दा नि होइन आफू सेफ साइडमा नि कसरी बस्न सकिन्छ होइन धेरैको चाहिँ यो धेरैजना यो हुन्छ नि युवाहरू बिजनेसहरू यो यस्तो छ सर तपाईँको कस्तो छ भने अहिलेको ट्रेन्डमा कोही अरूको देखेर पछाडि लाग्छन् बुझ्दै नबुझिकन कि तपाईँले नयाँ सेक्टरमा हात हाल्नुभयो भने त तपाईँ फस्नु नै क्या सर तपाईँसँग त ब्याकअप पनि चाहियो एउटा कुरो एक्सपिरियन्स पनि चाहियो नलेज पनि चाहियो तपाईँसँग कस्टमर पनि चाहियो कन्ज्युमर पनि चाहियो होइन त सर जस्तै रिस्क लिने तर क्यालकुलेटिभ रिस्क लिने कि यति गर्दाखेरि चाहिँ जस्तै यति लस भयो भने चाहिँ मलाई फरक पर्दैन भन्ने किसिमको जस्तै मेरो माइन्डमा भर्खरै के आयो भन्दाखेरि बिजनेस गर्दाखेरि सपोज एउटा सिम्पल बिजनेसको इक्जाम्पल लिगौँ न जस्तै कि एउटाले पानीपुरी राम्रो चलाइरहेछ भने साइडमा अर्कोले खोल्छ त्यो गरेपछि त्यो कसैको त्यस्तो स्टार्टअपहरू जस्तै बिजनेस गर्ने हामी जस्तो अन्टरप्रेन्योरहरूले के गर्नुपर्दाखेरि चाहिँ ठिक होला जस्तो लाग्छ मेरो विचारमा है हजुरलाई के लाग्छ जस्तो कि जस्तै एउटाले पानीपुरी बेचिरहेछ भने उसले पानीपुरी मात्रै बेचोस् उसले पानी नबेचोस् साइडमा अर्कोले पानी बेच्ने त्यसरी कम्बाइन बिजनेस गर्यो भने होइन त्यो पनि हुन्छ नि त सबैको विन विन हुन्छ तर हाम्रो समाजै त्यस्तै छ तपाईँ हामी नै त्यस्तै तपाईँ हामी यहाँ बसेर एउटा कुरा छ भोलिको दिनमा न म तपाईँ पछि लाग्न सक्छु त्यो भइहाल्छ होइन अब यो हाम्रो एउटा के अरे बिचोक्लोको यो पोडकास्ट पनि हामीले नयाँ थिममा युज गरिरहेको छौँ नि त हामीले भनेको धेरै जस्तो प्रायोरिटी चाहिँ फेलियरबाट सक्सेस भएको स्टडी रेट जर्नीलाई चाहिँ हामीले सेयर गरिरहेछौँ अब यही टपिक्स पनि धेरै हुन्छ नि त तपाईँको यस्तो मैले भने अब न भोलिको दिनमा तपाईँ मेरो पछि लाग्नुहुन्छ स्योर हामी लागिहाल्छौँ जसको राम्रो हुन्छ त्यही लाग्ने भयो कि ट्रेनै यही भयो तपाईँको एउटा घटना सुनाउँछु है प्लिज अब हाम्रो मेरै नजिकै मान्छेहरूले एउटा पसल खोले यो जुन यो प्यानिक सिचुएसन थियो नि अब उसमा उनीहरूले पनि एक्सपेक्टेसन राम्रै लिएर पसल खोले सबै कुरा गरे 1.5 वर्ष राम्रैसँग चलाएको थियो त्यसपछि ठिकै थियो सर्भाइभ भइरहेको थियो भनौँ त्यसपछि अब त्यो 20-22 लाखमा किनेको एउटा पसल त्यो सामान लिएर तपाईँको घर आएर राख्नुपर्ने स्थिति आयो क्या त्यो सिचुएसन आउँछ त हरेक बिजनेसमा आइरहेछ कि यो अहिले जस्तो अहिले हामीले भिजिट गर्नुभयो भने नि तपाईँको धेरै जस्तो सरहरू हेर्नु न खाली छ अनि त्यसपछि स्पेस फर रेन्ट भनेर धेरै देखिरहेको छ धेरै छ अहिले त कति धेरै छ अनि जस्तो लास्ट टाइम थोरै म एक्सपिरियन्स सुनाउँछु होइन यो बिजनेसको रिलेटेड जस्तो लास्ट टाइम हामी दिल्ली भिजिट गएको थियौँ होइन यो धेरै पनि भएको छ 15-20 दिन भयो त्यहाँ हामीले के देख्यौँ भने जस्तो बिजनेस कस्तो बिजनेस त्यहाँ चल्छ त्यहाँ हुँदो रहेछ कि जस्तो त्यहाँ नेपालमा रेस्टुरेन्ट बिजनेस यो चिया बिजनेस हुन्छ नि घरै छ तपाईँले होइन देखिरहनु भएको छ त्यहाँ भनेको खोज्नुपर्छ कि सर्टेन ठाउँमा मात्रै हुन्छ होइन सर सर्टेनमा हुन्छ त्यो बिजनेस राम्रो चलिरहेछ त्यहाँको डेकोरेसनदेखि लिएर इन्टिरियर सब राम्रो छ क्या तर नेपालमा कस्तो भयो भने लहलाई भयो मैले एउटा गरिरहेको छु तपाईँले पनि त्यही गर्नुहुन्छ उहाँले पनि त्यही गर्नुहुन्छ होइन यो सर एउटाको किराना पसल राम्रो छ होइन अर्कोले पनि यताबाट सटान किराना पसल राखिदिनु उतै पर्ने होलसेल पसल राखिदिन्छ ल जस्तो बिचरा त्यो सानो किराना पसललाई उसलाई त चल्न दिनुपर्छ नि अर्को ठुलो होलसेललाई राखिदिन्छ एउटा त्यो स्पेसिफिक बिजनेसको लागि चाहिँ एउटा स्पेसिफिक ठाउँ भयो भने चाहिँ त्यो राम्रो हुन्छ तपाईँको किराना पसलले तरकारी राखिरहेछ हो तालपरे किराना पसलमा तपाईँको मेडिकल सामान पाउँछ सिटामोल यताउति पाउँदो रहेछ पाउँछ सिटामोल चाहियो भने चाहिँ उता फार्मेसीतिर जानुभन्दा किराना पसल त्यस्तो नै अब छ कि आफ्नो बिजनेसलाई त प्रायोरिटी दिनु पर्यो नि सबले तपाईँको आफ्नो गोल के हो होइन आफ्नो प्रोफेसन के हो भन्ने कुराहरू चाहिँ जुनसुकै सेक्टर जस्तो अहिले हाम्रै अब भनौँ न भन्सार एजेन्टहरूको हेरौँ न अब उनीहरूको प्रोफेसन भनेको एजेन्ट भनेपछि भन्सारको मात्र काम गर्ने
अब उनीहरू लजिस्टिक पनि मेरै छ, फ्रेट फरवार्डर पनि इन्टरनेसनल नेटवर्क पनि मेरै छ भन्छन्, जान्छन्। एउटा कुरा के सबै एउटाले सबैले तर एउटा पनि राम्रोसँग अनि एउटाले सबै खाइदिएपछि अरूले चाहिँ के गर्ने क्या फेरि खान पनि सक्दैन। जस्तै हजुरले एजेन्टको कुरा गर्नुभयो नि, जस्तै मैले देखेको पनि के भन्दाखेरि एउटा पसल अथवा एबिसी जे पनि छ होइन, अफिस जे छ एउटा बिजनेसको लागि भनेर खोलेको छ, त्यो त एउटा देखाउने दाँत मात्रै भयो कि त्यसलाई चाहिँ युज गरेर हुन्छ नि त अरू बिजनेस भित्रभित्र अरू गरिराखेको छ कि होइन। त्यो गर्दाखेरि चाहिँ दुवैतिर के जस्तै दुईवटा के भन्छ त्यो दुईवटा डुङ्गामा खुट्टा हाल्यो भने त्यो लडिन्छ, गन्तव्यमा पुगिन। तपाईँको यस्तो छ त्यसमा पनि मान्छेहरू जस्तो एउटा कुनै लजिस्टिक अथवा कार्गो कम्पनी खोल्नेले सँगै ट्राभल पनि चलाइरहेछ, त्यो त मजाले चलाइरहेछ। अब तपाईँको कार्गो र कुरियर भनेको डिफ्रेन्ट पार्ट हो होइन। अब कार्गो गर्नेले कुरियर पनि चलाइरहेछ। जस्तै यो कार्गो र कुरियरमा चाहिँ डिफ्रेन्स चाहिँ जुन मेजर डिफ्रेन्स चाहिँ यसमा चाहिँ के छ? यसमा तपाईँको कुरियर भन्ने बित्तिकै तपाईँको कस्तो भन्दाखेरि जुन एक्सप्रेस डेलिभरी कुराहरू, जुन पार्सलहरू भनौँ न, डकुमेन्टहरू, यी कुराहरूलाई चाहिँ तपाईँ एउटा डेस्टिनेसनसम्म पुर्याउने एउटा माध्यम कुरियर हो होइन। अन्त तपाईँको कुरियरमा कमर्सियल गुड्सहरू पनि आउँछ, नआउने होइन। तपाईँको कार्गो भनेको चाहिँ एज अ तपाईँको कमर्सियल गुड्स होइन, तपाईँको बाई एयर ल्याउने कि बाई सिप ल्याउने कि बाई रोड ल्याउने कि होइन, त्यो चाहिँ एउटा छुट्टै पार्ट हुन्छ क्या। यो चाहिँ नेपालमा के अपर्च्युनिटी छ त बिजनेसमा? अहिलेको कन्टेक्समा जस्तै सबै बाहिर गइराखेका छन् होइन, जस्तै बिजनेसहरू फेल भइराखेको छ होइन, हामीले देखेको हो नि त अलि रियालिटी। हाम्रो पोइन्टबाट हेर्दाखेरि चाहिँ अपर्च्युनिटीहरू चाहिँ अबको कन्टेक्समा चाहिँ जस्तै कस्तो खालको बिजनेसमा होला, के छ हजुरहरूले? तपाईँको नेपालमा एउटा सबैले भने के छ भने टुरिज्ममा अपर्च्युनिटी छ भन्ने कुरा त्यो सबै हो होइन। तपाईँको हिजोको दिनमा के थियो भन्दाखेरि तपाईँको दक्षिण कोरियालाई चाहिँ तपाईँ नेपालबाट चाहिँ के भन्छ चामल गहुँ एक्सपोर्ट गरायो नि त ऊ बेलामा। अहिले तपाईँको कोरिया कहाँ पुगिसक्यो, जापानकै कुरा गर्दा जापान कहाँ पुगिसक्यो। नेपाल हामी चाहिँ हिजो राम्रो थियो, आज झन् ब्याक भइरहेको छ। सुन्नुहोस् सर, तपाईँको एउटा कस्तो हुन्छ भन्दाखेरि सबै कुराहरूलाई इफेक्ट पार्ने कुराहरू के नेपालको भौतिक संरचना के छ त? सबै हाइवेलाई जोडेर ल्याएको हाम्रो यो पृथ्वी हाइवे होइन, स्थिति हेर्नु त तपाईँको यति नाजुक छ। त्यस्तो नाजुक आएछ ट्राभल गर्दै त्यसले गर्दाखेरि तपाईँको कस्टदेखि लिएर गएर सबै कुरा बढ्यो। मार चाहिँ हामी के भन्छ जनतामा पर्छ होइन। जताबाट जोडेर गयो भने पर्ने त हाम्रै टाउको माथि त हो नि। तर अपर्च्युनिटी धेरै छन् होइन, गर्ने भने नेपालमा लागि परेर म एउटा बिजनेस गर्छु, म 3 वर्षदेखि 5 वर्षसम्म टाइम दिन्छु, दिनको म 18 देखि 20 घन्टा खर्छु भन्ने हो भने देयर आर सो मेनी अपर्च्युनिटी होइन। नेपालमा धेरै अपर्च्युनिटी छ। तर हाम्रो कन्टेन्टमा के हाम्रो चाहिँ के भयो भने 10 to 5 नै हो भन्ने भयो क्या हामी। त्यो पनि भयो अनि अर्को हिसाबले सेक्रेटरीको हिसाबले पनि रिस्क चाहिँ छ। यस्तो हो, अब म पनि बिजनेस गर्छु। अब जस्तो मेरो घरमा शनिबार किन गइस् भन्छ कि, किनभने त जागिर खा भए तेरो यति राम्रो थियो, यस्तो थियो, त बिजनेस टाइम पनि दिन पाएको छैन भनेको जस्तो हुँदैन भनेको छ। त्यो कस्तो तपाईँले त्यो डेली आफ्नो लाइफ सेड्युल चाहिँ कसरी मिलाइरहनु भएको छ? डेली लाइफ सेड्युल अफिस ब्यालेन्स कस्तो गरिरहनु? ब्यालेन्स भनेको अब अफिस चाहिँ अब हाम्रो काम भनेको राति 2 बजे पनि दौडिनु पर्ने हुन्छ कुनै बेसमा होइन। तपाईँको बिहान 6 बजे नै हिँड्नुपर्ने हुन्छ। अब आफ्नो कामको नेचर त अब फ्यामिलीलाई अभियसली थाहा भइहाल्छ, त्यो भएपछि त्यस्तो गाह्रो चाहिँ हुँदैन, मिलाउन सक्यो त्यस्तो गाह्रो हुँदैन। स्टार्टिङको फेजमा त्यसलाई एउटा सेटअप गर्नको लागि अलिकति गाह्रो हुने हो, अलिकति टाइम भइसक्यो त्यसलाई एउटा सिस्टम एन्ड प्रोसेसमा हालिसकेपछि त त्यो एउटा स्ट्रक्चर्ड वेमा हुन्छ अनि त्यो सिस्टममै हुन्छ है। बुझ्नु पर्यो फ्यामिलीले त्यस्तो पनि हुन्छ। अब फ्यामिली पनि कस्ता टाइपका हुन्छन् भन्ने कुरा हो। यो बिहान 6 बजीबाट दौडेर राति 2 बजे आउँछ, के गरेछ कति कमाए पनि जस्तो अहिले के छ भन्दाखेरि जस्तै हाम्रै केसमा जस्तै बाहिर जान्छु भन्यो भने 10 लाख 20 लाख रुपियाँ म्यानेज गरिदिन्छ क्या हामी, यताउता गरेर म्यानेज गरिदिन्छ होइन। इभन गाउँमै बस्ने मान्छेले पनि 2-4वटा भैँसी बेच्छ, के गर्छ सापर्टी माग्छ होइन, जग्गै बेचिदिन्छ। तर नेपालमा मैले बिजनेस गर्छु भनेर सामान्य 2 लाख 3 लाख रुपियाँ जुटाउनु पनि शङ्काको नचले तैँले गर्छ गर्दै गर्दैन। यो चाहिँ इन्भाइरोमेन्ट हामी जस्तो जुन हामी यङ छौँ नि अन्टरप्रेन्योरहरू छौँ, हामीले चाहिँ अलिकति यो सिनेरियो चाहिँ चेन्ज गर्नुपर्छ, त्यो गर्नुपर्छ। अनि अहिलेको म्याक्सिमम भनेको एउटा कुरा गरेँ सर है, के रहेछ भन्दाखेरि सबै भनेको अहिले अनलाइन मार्केटिङ हो नि। तपाईँको एउटा कुनै व्यक्तिले कुनै मान्छे तपाईँको बिहान कलेज पढिरहेछ, दिउँसो अनलाइनमा सामान व्यापार गरिरहेछ, त्यसमा चाहिँ के छ भन्दाखेरि उसले रातभरि भिडियो रिल्सहरू बनाउँछ, उसले पोस्ट गर्छ होइन, बिहान कलेज जान्छ आउँछ रिप्लाई गर्छ, त्यसपछि चाहिँ तपाईँको उसले चाहिँ
त्यो सामानलाई उसको कन्ज्युमरसँग पुर्याउँछ भनेपछि तपाईँको हामी त अलिकति टेक्नोलोजीमा त रहेछौँ नि त अहिले पछिल्लो समय होइन उसले कलेज पनि पढ्न पायो आफ्नो खर्च पनि म्यानेज गर्यो अनि इन्कम पनि कहाँ तपाईँको बिग एमाउन्ट नै इन्कम गरिरहेछन् अहिले महिनाको 2 लाख 3 लाख कमाउँदो रहेछन् फ्रिलान्सिङ गरेर अनि त्यो हो अनलाइनमा सामान बेचेर नि हेर्नु न अपर्च्युनिटी खोज्दै फ्रिलान्सिङको अपर्च्युनिटी राम्रो छ अनि त्यो भन्दै अलिकति आफू नै अपडेट चाहिँ हुनु पर्यो तपाईँको अनलाइनदेखि लिएर अहिले त यस्तो टेक्नोलोजी छ तपाईँको एक रुपियाँ खर्च गर्नु पर्दैन होइन घरमा वेस्ट भएको टाइमलाई मजाले युट्युब अथवा यस्तो ट्युटोरियल तपाईँ यसो घरमा बस्यो भने बरु यसो मोबाइल चलाएर फेसबुकको रिल्स हेर्छौँ होला इन्स्टाको रिल्स हेर्छौँ होला होइन अनि यस्तो चिज चाहिँ कसरी त्यो टाइम दिँदैन कि त्यो रिल हेर्ने टाइमलाई अलिकति कम गरेर त्यसलाई क्रिएटिभ गर्ने भने त बिजनेस तपाईँको घरमै छ क्या गर्न सकिन्छ जस्तो कोही भने एउटा मैले त्यो भने पनि सुनिरहेको छु कि तपाईँको नेपालमा गर्न सक्नेलाई त पाइलामा पैसा छ अरे कि त्यो टिप्न चाहिँ हामी सकिरहेको छ भने त्यसमा जाँगर पनि चाहियो एउटा जाँगर चाहियो बोलेर मात्र भयो त्यो एउटा माइन्डसेट पनि हुनुपर्छ जस्तै हाम्रो अपब्रिङ्गिङ नै त्यस्तो खालको भएको छैन होइन जस्तो कि जागिर गर्नुपर्छ स्पेसली सरकारी जागिर गऱ्यो भने त त्यो त राजै टाइपको भन्ने छ नि त अझ इभन पनि हामी पढ्दाखेरि हेर्नु त तपाईँ हामी पढ्दाखेरि मैले एसएलसी 65 मा दिएको 2065 मा त्यो बेला कस्तो माइन्डसेट सिकाइदिएको थियो भने फ्यामिली अथवा स्कुलले त राम्रोसँग पढ तैँले एउटा जागिर खानुपर्छ बिजनेस भन्ने यताउति केही पनि थिएन त्यो अपर्च्युनिटी पनि थिएन त्यही पनि सरकारी जागिर खानुपर्छ अनि सरकारी जागिर नाम निकाल जसरी भयो पढाइको उद्देश्य त कर्मचारी उत्पादन गर्ने मात्रै त होइन नि त होइन र एजुकेसन भनेको हाउ टु थिङ्क कसरी सोच्ने भन्ने कुरा अति बेलाको डिमान्ड जे थियो त्यही फेरि त्यो नराम्रो नै यानि कि हजुरको पनि के भन्छ छोरा 20-22 वर्षका छन् भने त ए बाबु त यहाँ नहोस् विदेश जा अहिलेको सिनारियोमा त सबले त्यही गर्नै खोजिराखन् के अब यहाँनिर किन रिस्क लिने भन्ने हुन्छ नि त रिस्क सबैतिरबाट रिस्क छ एउटा भनाइ पनि मैले सोसियल मिडियामा सुनेको थिएँ यो जस्तै अलिकति भिजा सिस्टम खुकुलो गरिदिने हो भने अपवादलाई छोडेर कोही पनि बस्दैन अवस्था त्यस्तो छ तर यो अवस्थामा पनि हामीले चाहिँ अब अलिकति जस्तै नेपालमा बस्ने माइन्डसेट बनाइसकेपछि होइन अन्टरप्रिन्योरसिप गर्ने यो जर्नीलाई अगाडि बढाउने भनिसकेपछि चाहिँ अब अपर्च्युनिटी पनि हामीले खोज्नु पर्यो जस्तै कि भोलि बिहान हामीले एउटा इक्जाम्पल सेट गर्न सक्यो भने त जस्तै हामीले आज केही गरिराखेका छौँ हजुरले बिजनेस गरिराख्नु भएको छ उहाँले गर्नुभएको छ होइन हामीले मिलेर एउटा केही गर्न खोजिरहेका छौँ यो गर्दाखेरि भोलि पनि एउटा थर्ड पर्सनलाई पनि बाहिर बसेको मान्छेलाई पनि होइन नेपालमा पनि रहेछ है अब चाहिँ म जानुपर्छ हो त्यो इन्भाइरोमेन्ट हामीले एकजनालाई मात्र ल्याउन सक्यो भने चाहिँ त्यसले चाहिँ धेरैलाई इन्सपायर गर्छ होइन यस्तो छ त्यसमा पनि जस्तो कति वर्ष विदेशबाट नेपालमा बसेर महिना 3 लाख रुपियाँ कमाइरहने मान्छेहरू पनि छन् सबै खर्च घटाएर धेरै कमाउने मान्छे छ तपाईँ जस्तो आइटीको हेर्नु न आइटी क्षेत्रमा अनि एउटा 8-10 लाख 10-15 लाख महिनाको कमाउने यहाँ धेरै कम्पनीहरू छन् धेरै छन् त्यो पनि छन् जस्तै एग्रिकल्चरको कुराहरूमा तपाईँको गाई फार्महरू खोल्ने दुध बेच्ने होइन तपाईँको डेलिभरी दिने त्यस्ताहरू पनि धेरै छन् अनि अरू कुरा के छ भन्दाखेरि अहिलेको जेनेरेसनको नि कुरा गरौँ होइन अहिलेको जेनेरेसन भनेको कस्ता छन् भन्दाखेरि यसै उसले एसएससी दिइसक्यो मेरो छोरो बच्चा यो भन्ने खालको जुन इन्भाइरोमेन्ट आफ्नो अभिभावकहरूले पनि क्रिएट गरिरहेछन् नि त त्यो भइसकेपछि उनीहरूमा व्यावहारिकता भनेको अलिकति पनि छैन ऊ +2 सम्म पनि छैन क्या एसएससी दियो भने 2 वर्षमा उसले +2 क्लियर गरिहाल्छ त्यसमा उसको प्लानिङ भनेको अबर्ड नै हुन्छ म किन बस्ने यहाँ भने त्यो हाम्रो पोलिटिकल देखेर सबै कुराहरूले पनि त्यो सिचुएसन बनाइदिइसकेको छ क्या अहिलेको माइन्डसेटै त्यही भइसक्यो हामी त हुर्केको यो इन्भाइरोमेन्ट नै हामीलाई त्यही भयो कि अब यसलाई चाहिँ चेन्ज गर्न चाहिँ योभन्दा पछाडिको चाहिँ इन्भाइरोमेन्ट के होला त भन्ने कुरा अब चाहिँ समस्या यस्तो हुन्छ मैले यसो एक्सपिरियन्स गर्दाखेरि चाहिँ अब आउने के अरे बाबु नानीहरू अब आउने उसलाई चाहिँ अझै सजिलो होला कि जस्तो फिल हुन्छ बाहिर जानलाई चाहिँ सजिलो हुन्छ इन केस अफ बाहिर जानलाई हजुर बाहिर जान सजिलो हुन्छ त्यो पुरै भर्चुअल भइसक्यो क्या अहिलेको बच्चाहरू किन भन्दाखेरि तपाईँको खाना हामी बच्चा भन्दाखेरि के खाए नखाए तँलाई होइन अब अहिले के छ बाबु खाना चाहिँ ल भन्ने खालको कुराहरू छन् नि त त्यो भइसक्यो उनीहरू पुरै भर्चुअल पनि भइसक्यो चेन्ज गर्नु भन्दा नि अलिकति यसमा एडजस्ट पनि हुनु पर्यो सँगसँगै जस्तै एउटा भर्चुअल वेमा एउटा त्यो एउटा लिमिट चाहिँ हुनुपर्छ जस्तै कि आफूले कति टाइम स्क्रिन युज गर्ने त दिनमा अनि भन्दा पनि अझै एउटा इम्पोर्टेन्ट चाहिँ त्यो कुन पर्पजको लागि गर्ने भन्ने इम्पोर्टेन्ट हुन्छ कि जस्तै कतिपय त बिजनेस नै त्यसबाटै भइरहेछ नि त सोसियल मिडियाबाटै भइरहेको छ अब त्यो कन्डिसनमा त सोसियल मिडिया हेर्दिनँ भनेर त फेरि मान्छे सुक्यो नि त होइन र त्यही भएर कुन पर्पजको लागि हेर्ने भन्ने कुरा राइट टाइममा राइट कुराहरूलाई चाहिँ युटिलाइज गर्नु पर्यो फेरि अहिले इन्फर्मेसनको सोर्स भनेको तपाईँ सोसियल मिडिया अहिले पहिला जस्तो पत्रिका किन कहिले पढेर बस्छ पत्रिका आउने बेला त त्यो सबै कुराहरू तर फेरि यस्तो केस कस्तो हुन्छ भने हामी काठमाडौँ यो राम्रो सहरमा बसेको सिटी एरियामा राम्रो छ तपाईँ यदि अलिकति रिमोट ठाउँमा जानुहोस् न होइन
हो त्यहाँ फेरि त्यो इन्भाइरोमेन्ट त्यहाँको त्यो सिचुएसन हेर्दा चाहिँ यस्तो पनि छ भन्ने हुँदो रहेछ कि जस्तो म लास्ट टाइम त्यही उता रारा गएको थिएँ कि हजुर अनि त्यहाँको एक्सपिरियन्स मैले खत्रै लिएँ रारा त अलिकति अझै डेभलप हुनुपर्ने होइन टुरिस्ट एरिया टुरिस्ट तपाईँको त्यो इन्फ्रास्ट्रक्चरै छैन होइन मेन भनेको बाटो हो नि त बाटो त्यहाँ बनाउनु कसको बजेटदेखि लिएर होइन त्यो धेरै चिज छ क्या यो चिजमा नेपालमा जस्तो यस्तो हो क्या सर होइन एउटा कुरो फेरि कस्तो भन्दाखेरि तपाईँ हामी आजको जुन बाटोमा हिँडेको छ नि हामी 2 वर्ष पछाडि त्यही बाटोमा हिँड्न तयार छौँ बरु खाल्टो बरस भत्कोस् तपाईँको भौतिक संरचना त निर्माण गर्नु पऱ्यो नि त बाटो पुर्याउनु पऱ्यो नेपालमा धेरै गाह्रो छ है यसरी बस्न नि गाह्रो सस्टेन हुन नि गाह्रो बिजनेस गर्न नि गाह्रो हामीलाई सक्सेस बनाउनु पनि फेलियर बनाउनु पनि होइन जस्तो अनि हामीलाई त्यो झोला बोकेर विदेशतिर जानुपर्ने पनि बनाउने पनि होइन एउटा केस त अनि त्यही त हुन्छ अब हेर्नु है अब हामी बिजनेस गरिरहेछौँ होइन अब भोलि हाम्रो यहाँ सरकार अथवा उसले थिच्न थालेपछि त अनि कहाँ सस्टेन हुनसक्छ त परिवार पाल्नै पऱ्यो हेर्नु तपाईँ पनि जानु पऱ्यो म पनि जानु पऱ्यो अब काहीँ नभए नि खाडी भने नि खान जानु पऱ्यो अब आफू चेन्ज गर्ने हो आफू बनेमा देश भन्ने हो होइन र अब यहाँ अपर्च्युनिटी चाहिँ छ फेरि होइन अपर्च्युनिटी राम्रो छ गर्नेलाई छ नगर्नेलाई छैन बुझ्नेलाई छ त्यो अब त्यसमा अपर्च्युनिटी छ भन्दैमा तपाईँको फेलियरै हुने हिसाबले त त्यसरी त्यो भावनामा बगेर होइन म देशमै बस्छु भने त्यो वेले गइरहेछ भने चाहिँ त्यो एकदमै गलत हो जस्ट एउटा कुरा चाहिँ यस्तो एउटा पर्पज भयो भने चाहिँ लाइफमा अलिकति सहज हुन्छ तपाईँको आइडिया मेन भनेको आइडिया चाहिँ हुनुपर्छ त्यो आइडियालाई इम्प्लिमेन्ट गर्नुपर्छ जस्तो अब तपाईँले बिजनेस गर्दै गर्दा एकदम एउटा मेमोरेबल एक्सपिरियन्स हुन्छ नि क्षण हुन्छ नि त्यसलाई चाहिँ अलिकति सेयर कसरी गर्नुहुन्छ तपाईँले होइन हजुरको यस्तो छ त्यसमा के छ भन्दाखेरि जुन एउटा नेटवर्कको लागि एउटा जुन हामीले नेटवर्क लिइसकेपछि तपाईँको ठ्याक्कै कोभिड भयो कोभिडको सिचुएसन आयो होइन त्यति बेला लगभग प्यानिक नै थियो नि त सिचुएसन तपाईँको वर्ल्ड वाइड नै प्यानिक नै थियो तपाईँको एउटा कन्साइनमेन्टको जस्तो हामी त एउटा लिमिट पुँजीमा चलेको मान्छे होइन तपाईँको एउटा कन्टेनर बुक गर्नको लागि जस्तो चाइनाबाट ल्याउनु पऱ्यो भने तपाईँको फ्रेटमा चाहिँ तपाईँको 10 लाख थियो एउटा कन्टेनरको लागि होइन भन्दाखेरि हामीसँग त पुँजी त त्यति बेला त सर्भाइभ गर्नलाई त तपाईँको 5वटा कन्टेनर बुक गर्नु पऱ्यो भने हामीसँग त 50 लाख रुपियाँ चाहियो नि त चाहियो अभियसली होइन त्यो भइसकेपछि सर्भाइभ हुँदै त्यो क्षणमा चाहिँ हामीले कहिले पनि खुट्टा हात निकालेनौँ क्या भन्छ नि मान्छेहरूले के भन्छ यत्रोमा त किन गर्ने बरु पछि हेरौँला अब कस्टमरलाई त हामीले सर्भिस दिने हो नि त अनि सस्तो भएको बेला चाहिँ ल्याउने महँगो भएको चाहिँ ल्याउँदैन भन्न मिल्छ मिल्दैन नि त होइन सबै कुराहरूले त्यो बेला चाहिँ अलिकति हामीलाई गाह्रै भएको थियो काम गर्नलाई त्यो एक्सपिरियन्स त्यो तपाईँ गाह्रो क्षणलाई चाहिँ तपाईँले सहज बनाउनु भयो नि त्यही भएर त शिवा सिपिङ यहाँ छ होइन सहज बनाउनु त्यसैले आज हामी यसरी बसिरहेका छौँ हो नि त हामीले कहिले पनि भनेर चिन्न पाएको छौँ होइन मार्केटमा हजुरको कहिले पनि हामी समस्यासँग भाग्ने होइन कि समस्यासँग जुझ्ने हो समस्यालाई नि समस्या बनायो भने त कहिले पनि हामी सक्सेस हुँदैन त्यो नेपालीमा भन्छ नि सास रहेसम्म आस नमार्नु भन्ने कुरा अन्तिमसम्म लागि पर्नै पर्छ अनि त्यो भएपछि अपर्च्युनिटी नक्स या डोर भन्छ नि अब जस्तो सम्भावनाहरूले तपाईँलाई ढकढकाइरहेको हुन्छ नि त एआईले चाहिँ नेपालको कन्टेक्समा बिजनेसमा कसरी इम्प्याक्ट परिरहेको छ र हामी त्यसबाट कसरी फाइदा लिन सकिन्छ तपाईँको एआईले सबै कुराहरूलाई अहिले सहजै पाइरहेछ धेरै कुराहरूलाई होइन इन्फर्मेसनदेखि लिएर गएर तपाईँको टेक्नोलोजीको कुराहरू जस्तो हाम्रो अझै पनि हाम्रै सेक्टरमा काम गर्ने मान्छेहरू अलिकति मोडर्न कन्सेप्टमा छैन टेक्नोलोजीहरूको युज गरेका छैनन् सहज तिनीहरूलाई पारे जो चाहिँ आफू सिक्न चाहन्छ मैले मेरै कम्पनीको एउटा सफ्टवेयर अहिले डेभलप गर्दैछु होइन आफ्नै त्यसमा चाहिँ जस्तो रियल टाइम तपाईँको अटो अपडेट जाने कुराहरू होइन अब कस्टमरहरूलाई त हामीले त के भन्छ सधैँ फोन गरेर मेल गरेर तपाईँको सामान यहाँ छ भन्ने कुरा भन्दा नि तपाईँको कुनै एउटा टाइममा हामीले त्यहाँबाट इनिसिएट गरिसकेपछि त सबै कस्टमरहरूलाई जति पाइपलाइनमा भएको सिपमेन्टहरू छन् होइन कस्टमरहरूलाई चाहिँ त्यति बेला पनि अपडेट जाने खालको कुराहरू चाहिँ हामीले डेभलप गर्दैछ तपाईँको कस्तो भयो भन्दा मेरो सामान कहाँ आइपुग्यो भनेर सोध्नु नि परेन तपाईँको दिनमा 1 टाइम 4 बजे 5 बजीतिर एउटा अपडेट गइहाल्छ त्यो भइसकेपछि उनीहरूले बुझिहाल्छ हजुरले अब यो 10-12 वर्षको जर्नीमा जुन हजुरले बिजनेस गर्नुभएको छ इस्टाब्लिस गर्नुभएको छ र एउटा एक लेभलको सफलताको स्वाद पनि तपाईँले चाहिसक्नु भएको छ होइन यो सफलताको स्वाद भन्दा नि एउटा जस्तो एउटा प्रोसेसलाई इन्जोय गरिराख्नु भएको छ जस्तै यो गर्दै गर्दाखेरि चाहिँ जस्तै हामी जस्तो यङ्स्टर्सहरू हुन्छ जो कोही नयाँ बिजनेसमा आउन खोजिराखेको छ टिनेजर छ होइन एस्पिरेन्टहरू छ होइन उनीहरूको लागि चाहिँ जस्तै नेपालको कन्टेक्समा होइन के छ हजुरले चाहिँ के सल्लाह दिन चाहनुहुन्छ यस्तो हुन्छ त्यसमा अरूको देखेर आफूले पनि गर्छ भनेर अगाडि बढ्नु हुँदैन एउटा कुरा मेन भनेको नलेजकै कुराहरू हो अब
जुन सेक्टरमा आफ्नो नलेज छ त्यसमा नै आफू इन्भल्भ हुने हो होइन। तपाईँको आजको दिनमा के छ, हामी के भन्छ 2 लाख रुपियाँ फस्यो भने पनि कमाउन त 1 वर्ष लाग्ने सिचुएसन छ नि त। त्यही पनि सेभिङ हुन त तपाईँको कहिले उल्टा माइनस हुन्छ नि तपाईँको वर्ल्ड वारमा युद्ध गरे जस्तो हुन्छ नि त सेभिङ हुने नेपालमा। त्यही भएर चाहिँ अलिकति सेक्युर फिल्डहरूमा आफ्नो नलेजलाई चाहिँ युटिलाइज गर्नुपर्छ भन्ने कुराहरू हो। नलेज भयो, मेन भनेको प्यासन चाहिँ हुनु पर्यो, के गर्छु डेडिकेसन भयो। अनि त्यसपछि त्यही अनुसार चाहिँ आफू अपग्रेड हुँदै स्किल्सहरू सिक्दै जान्छ। त्यो अब नयाँ यङ्स्टर्सहरूको लागि जुन 17, 18, 20 वर्षको छ नि त, उसँग त एक्सपिरियन्स पनि हुँदैन, स्किल पनि हुँदैन, त्यस्तोले चाहिँ एउटा पर्पस बनाउनु पर्यो। पर्पस भन्दा नि जस्तो कस्तो हुन्छ भन्दाखेरि जस्तो तपाईँ हामी छौँ, तपाईँ एउटा सेक्टर हुन्छ, म एउटा सेक्टरमा छु, हजुरले एउटा सेक्टरमा। यो चाहिँ कस्तो हुन्छ, हाम्रो स्कुलिङ लेभलदेखिबाट पनि छ नि यी कुराहरूलाई चाहिँ हामीले अलिकति ट्रेन्डमा ल्याउनुपर्छ। स्कुलिङ के छ त होइन, तपाईँहरूले पढ्ने बुकै हो, टेक्निकल कुराहरू पढ्छौँ त, टेक्निकल पढ्छन् तर प्र्याक्टिकल हुँदैन, रियल लाइफमा होइन। नेपालको कन्सेप्टमा सर के पनि मैले बुझेको मैले देखेको कुरो, जो मान्छे चाहिँ ब्याचलर सकेर जागिर खान्छु भन्छ नि, त्यो मान्छे कि त अवार्ड हुन्छ कि त कतै के भन्छ जागिरै गरिरहेको हुन्छ कि होइन। जस्तो मैले एसएलसी दिए पछाडि मैले जागिर खाएको मान्छे होइन, अहिले के लगभग 12-13 वर्ष भयो होइन। अब 12-13 वर्षमा पनि चेन्जेस त धेरै भयो नि त। जस्तो तपाईँले केही गर्न चाहनुहुन्छ भने बरु +2बाट एउटा कुनै सेक्टरमा इन्भल्भ भयो भने चाहिँ एउटा आइडियाजहरू क्रिएट हुन्छ, एक्सपिरियन्स हुन्छ। कस्तो हुन्छ भने त्यो एक्सपेक्ट धेरै हो नि त। तपाईँको जस्तो अब एउटा ब्याचलर गरेछ अथवा मास्टर गरेछ, ऊ चाहिँ एउटा नरम ब्याङ्कमा जागिर खान्छ, उसले उसको एक्सपेक्ट चाहिँ मलाई त राम्रै पोस्ट चाहियो, राम्रै पैसा चाहियो भने जस्तै मैले ब्याचलर गरेको छु, मास्टर्स गरेको छु भन्ने एउटा त्यो इगो हुन्छ, तर त्यो ब्याङ्कको अथवा कुनै पनि इन्स्टिट्युसनको त्यो एउटा रिक्वायरमेन्ट चाहिँ उसले पुरा गर्न सक्दैन। सन्तोष सर, यति कन्भर्सेसन भइसकेपछि हजुरलाई चाहिँ हाम्रो पोडकास्ट कस्तो लाग्यो, जर्नी कस्तो लाग्यो, अनि सँगसँगै केही कुराहरू भन्न छुटेको जस्तो हामीले सोध्न बिर्सेको अथवा कन्भर्सेसनमा नआएको कुराहरू केही एड गर्नुपर्ने थियो कि भन्ने चाहिँ प्लिज। होइन यस्तो छ सर, हजुरहरूको राम्रो छ होइन, यी कुराहरूलाई चाहिँ कन्टिन्यू दिँदै गर्दाखेरि जस्तो हाम्रै एजका, हामीभन्दा तल्लो एजका जुन यङस्टारहरू हुनुहुन्छ, जुन अलिकति व्यवसाय गर्ने मान्छेहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ एउटा पोजिटिभ भोइस जाओस् होइन। पोजिटिभ भोइसको लागि पनि एउटा महत्त्वपूर्ण भूमिका चाहिँ खेल्छ, त्यही नै हो सर। बिजोगल यस्तो एउटा प्लेटफर्म क्रिएट गरेको छौँ जो चाहिँ बिजनेस फिल्डमा रमाउन चाहनुहुन्छ, रमिरहनु भएको छ र फेलरदेखिको सक्सेस स्टोरी अरू कसैलाई सुनाएर तपाईँहरूको जर्नी पनि सेयर गर्न चाहनुहुन्छ भने तल दिएको नम्बर अथवा गुगल फर्म एप्लाई गर्न सक्नुहुन्छ।